आप्रपाका राजेन्द्र लिङ्गदेन दाईलाई पनि अब थाहा भयो होला, नेपाली काङ्ग्रेसलाई पनि थाहा होला, अझ गगन थापालाई थाहा भयो होला, गगन थापालाई थाहा भयो होला एमसीसीका मतियारहरू कसरी प्रयोग गर्दो रहेछन् भनेर। त्यसले गर्दाखेरि मैले के भनेको थियो, तिमीहरूले राजनीति गर्नु, तिमीहरूले राजनीतिक बुझेको रहन्छ, मेरो जतिको राजनीतिक बुझेको थियो भने यो देश यस्तो हुँदैन थियो। म अहिले पनि भन्छु घमण्डसँगले, तिमीहरू मणिपुर जाओ, तिमीहरू यो राजनीति गर्ने नेपालका कम्युनिस्ट काङ्ग्रेसहरू जति पनि छन् नि नेताहरू, तिमीहरू मणिपुर त्यो कोइला खानीमा जाओ काम गर्नलाई। तिमीहरूलाई म त्यो भन्छु, कोइला खानीमा, तिमीहरूको कोइला खानीमा गएर काम गर्ने जतिको हैसियत रहन्छ। मैले के भनेको थियो, किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गरौँ, राज संस्था ल्याउँ, नमिलेको कुराहरूलाई मिलाउँ संविधानमा र अनि चुनावमा जाउँ न 6 महिना पछाडि म पनि चुनावमा जान्छु भनेर भन्दाखेरि हतार गरेर सबै चुनावमा जाने। अनि एमाले र काङ्ग्रेसलाई पनि म एउटा के भन्छु भने, केपी ओलीलाई खास गरेर केपी ओलीलाई के भन्छु भने सर्वोच्च अदालतमा संसद पुनर्स्थापना गरौँ भनेर मुद्दा हाल्ने, अनि उता चुनावमा जाने। कुरा मिल्छ मिल्दैन नि त? चुनाव मात्रै एउटा कुरा के थियो भने राप्रपाले मात्रै एमाले मात्रै चुनाव त्यागेर हामी यो चुनावमा भाग लिँदैनौँ, यो चुनाव भाग लिँदैनौँ, यो चुनाव फेयर हुँदैन भनेर भनेको थियो भने नि आज चुनाव रोकिन्थ्यो। तर उनीहरूलाई के भने, तिमीहरूले 100 सिट जित्छौ, उसलाई पनि 100 सिट जित्छौ भनेको जिते होइन। र अब मैले भनेको थियो नयाँहरूको बहुमत आउँछ, ल्याउने 2021 यहाँ के भनेको छ थाहा छ? एल्गोरिदम पुरै कब्जा, यो एआई पुरै कब्जा, जता गयो उनीहरू मात्रै बोलेको देखाउने, अनि बच्चाहरूको मानस पटलमा त्यही कुरो हालिदिएको छ, कलेजहरू सबै कब्जा गरेको छ, मिडियामा जता गयो त्यही गरेको छ, सङ्घ संस्था जम्मै किनेको छ भनेर मैले यत्रो भन्दाखेरि आज उ नगर्ने होइन, यिनीहरूले बुझेनन्, पत्याएनन् होइन मेरो कुरो। अनि मलाई के भने, दुर्गा प्रसादलाई बोल्न आउँदैन, दुर्गा प्रसाद सच्चिनु पर्यो। मैले जतिको यथार्थ सत्य यो देशको कसैले पनि बुझेको रहन्छ भन्ने कुरो मलाई आज लागेको छ। र कुरो के छ, मलाई किन आज 17 गते नै पक्रियो, मलाई पटक किन पक्रियो, पटक किन थुन्यो भन्दाखेरि दुर्गा प्रसाईले बाहिर भयो भने 55 जिल्लामा चाहिँ दुर्गा प्रसाईको असर छ भन्ने कुरो बुझ्यो। मलाई पनि रिपोर्ट आएको त्यहाँ प्रहरीभित्र 56 जिल्लामा आयो नि त भने दुर्गा प्रसाईले पनि 56 जिल्लामा त एउटा बेस बनाएको रहेछ नि। र म एउटा कुरा के भन्छु भने आज प्रचण्ड नि चित्रबहादुर केसी बने कि बनेन, हिजो जनयुद्ध त्यत्रो हाँकेको प्रचण्डले, म त हेर्नुहोस्, प्रचण्डले अहिले गएर प्रचण्डले सांसद हुनु भनेको लाज मर्नु होइन, बरु लाज मर्नु होइन, 12 बुँदे सहमति। हेर्नुहोस् आज चित्रबहादुर केसी, दोस्रो नेपालको चित्रबहादुर केसी भनेको प्रचण्ड हो कि होइन? र एउटा कुरो के छ भन्दाखेरि अब सम्पूर्ण दलहरूलाई के भन्छु भने राजा खेदेको तिमीहरूलाई पाप लागेको हो, यो दरबारबाट राजा खेदेको पाप लागेको हो तिमीहरू दलहरूलाई। र अर्को कुरो के भन्छु भने म यहाँबाट जुन देशमा तिमीहरू जन्म्यौ, मलाई हिजो चुनाव गर्दै गर्दा यति चित्त दुखेर आयो, मेरो आत्मा रोयो क्या, मैले धिकारेँ क्या। मैले पटक दुर्गा माता पाथिभरा मातालाई सम्झेँ, माता तपाईँमा दम केही छैन, केही गर्नुहोस् न भनेर मैले पटक सम्झेँ क्या मातालाई। जुन देशमा तिमीहरू जन्म्यौ, जुन देशले तिमीहरूलाई फुलिदियो, जर्नेल बनायो, कर्नेल बनायो, चिफ बनायो, गाडी दियो, आइजिपी बनायो, एआइजी बनायो, डिआइजी बनायो, इन्सपेक्टर बनायो, मुख्य सचिव बनायो, तिमीहरूका छोराछोरी यही धरतीले पढायो, उ गर्यो। आज तिमीहरूले वैधानिक रूपमा विदेशीलाई देश सुम्प्यौ होइन, चुनाव गराएर मलाई कस्तो फिल भयो भने नेपाली सेनाले पनि बुझ्दा हुन्छ तपाईहरुले जुन गद्दार गर्नुभएको छ। अब नेपाली सेनामाथि हरेक नेपालीहरूले प्रश्न उठाउनु पर्छ। पुलिसले मात्रै प्रश्न उठाउने होइन, हरेक नेपालीहरूले नेपाली सेना माथि अब प्रश्न उठाउनु पर्छ। किन उठाउनु? किन हाम्रो राजा रानी मरे यत्रो उसमा? किन देशका सिमाना मिच्दाखेरि बोलिँदैन, सेनाहरू बोल्दैन? आज के नेपाली सेनालाई मात्रै चाहिएको थियो चुनाव कि नेपाल र नेपाली जनतालाई चाहिएको थियो? यो कुरो बोल्दाखेरि मैले मर्नुपर्छ भने म मर्न तयार, म मर्छु। मलाई लगेर उता खरीको रुख बोर्छ,
शहीद शुक्रराज शास्त्रीहरूलाई झुन्याएको त्यहाँ लगेर झुन्याएको शासक हो। तर म बोल्न छोड्दिनँ, र म एउटा कुरा के बुझ्नु भने हामीसँग सरकारले 12 बुँदे सम्झौता गरेको छ। त्यो 12 बुँदे सम्झौता हुबहु कार्यान्वयन कहिले गर्दो रहेछ, हामी केही समय मौन बस्छौँ। र म तपाईँहरूलाई एउटा कुरो के भन्छु भने तपाईँहरूले जे गरेर पनि तपाईँहरूलाई जनताले मध्ये 2/3 तपाईँहरू ल्याउनुहोस् होइन, भ्रष्टहरूलाई कारवाही गर्नुहोस् र देशको रक्षा गर्नलाई विदेशीहरूको गुलाम नबन्नुहोस्, किराँत बौद्ध सहितको हिन्दू अधिराज्य कायम गराउनुहोस्। तपाईँलाई त्यो मौका छ अहिले पनि, राष्ट्र संस्था स्थापित गर्नुहोस् भन्छु म होइन, भ्रष्टहरूलाई कारवाही गर्नुहोस्। म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने स्वास्थ्य शिक्षा निःशुल्क होइन, स्वास्थ्य शिक्षा किन्न सक्ने वातावरण बनाउनुहोस्। सबैको तलब सबै नेपालीलाई किन्न सक्ने, नेपालीका छोराछोरी नि मागी खानेका छोराछोरी होइनन्, स्वास्थ्य शिक्षा फेरि चाहिँदैन। नेपालीका छोराछोरीलाई स्वास्थ्य शिक्षा किन्ने हैसियतको व्यापार व्यवसाय चलाउने वातावरण बनाउनुहोस्। र म तपाईँहरूलाई के भन्छु भने तपाईँहरूलाई शुभकामना छ, अग्रिम शुभकामना छ। मैले तपाईँहरूको विरोध कहिले पनि गरिनँ, तर तपाईँहरूलाई जसले प्लानिङ गरेको छ नि त्यसको मात्रै विरोध गरेको, सिस्टमको विरोध गरेको। मैले सिस्टमको विरोध गरेको, त्यसले गर्दाखेरि मलाई थुन्नु, मलाई समाउनु, मलाई छेक्नु ठुलो कुरा होइन। र राष्ट्र संस्था कति इम्पोर्टेन्ट रहेछ आज काङ्ग्रेस, एमाले, माओवादी सबै खास गरेर अब महेश बस्नेतजीहरूलाई थाहा भयो होला नि, राप्रपा राजेन्द्र लिङ्गदेन दाइलाई मैले के भनेको थियो, 6 गते नोमिनेसन गर्ने, 4 गते मैले के भनेको थिएँ, स्वागत नेपालजीलाई, सुरेन्द्र भण्डारीजीलाई, दाइ तपाईँहरू नजानु न चुनावमा, तपाईँहरू बहिष्कार गर्नु। मैले 12 बुँदे सम्झौता राष्ट्र संस्थाको लागि, हिन्दू राज्यको लागि गराएर आएको छु, यसलाई अपनत्व लिएर अघि बढौँ न भनेर भन्दा होइन दुर्गा भाइ, हामी सदनबाट गुर्लिन्छौँ, तपाईँ सडकबाट भनेर गयो नि सदन होइन। त्यसले गर्दाखेरि होइन, राजाले त्यत्रो सन्देश दिँदाखेरि नि राजाको सन्देशलाई अवज्ञा गरेर मैले भनेको थिएँ नि, दीपक सिंह तल जे ऊ त्यो सेतो जुङ्गा भएका दीपक सिंह होइन, मगाउनु, यिनीहरूले के अनुहार देखाएर हिँड्नु।